हेलो हेलो सबैजनालाई वेलकम छ। आज पनि एउटा सानो भिडियो लिएर आएको छु, हेरिदिनु होला अन्तिमसम्म। हामी चाहिँ आजभोलि समर लागिरहेछ नि त, अनि अब 5-7 महिना त यतिकै हिउँ मात्रै परिरहेको छ। अनि भन्ने बित्तिकै फेरि समरै भए पनि मौसम राम्रो हुँदैन, हुरी बतास चल्ने, पानी पर्ने हुन्छ। अनि अस्तिको विकेन्डमा चाहिँ पोस्टामतिर जाने, अनि त्यताबाट बर्लिनतिर जाने। आजभोलि त दिन पनि लामो छ नि त, अनि बर्लिनतिर जाने घुम्ने, अनि बेलुका फर्किने प्लान गरेर हामी 3 जना अनि भाइ र बहिनी 2 जना 5 जना चाहिँ लाग्यौँ पोस्टामतिर। अनि त्यहाँ गयौँ। अनि यो अहिले मलाई ठ्याक्क भन्न आएन यो के हो, यसको नाम हो। त्यहाँ घुम्न त्यहाँ गयौँ। अनि अब नानीले हिँडेको मान्छे, अनि जता भन्ने बित्तिकै फेरि खाना ओर्न मिल्दैन पनि भनेर अलिअलि चाहिँ घरबाट नि बनाएर लगाएको थियौँ हामीले। अनि त्यहाँ घुमघाम गऱ्यौँ, अनि त्यहाँ बसेर शीतलमा बसेर खायौँ, अनि अलिअलि फोटो पनि खिच्यौँ। अनि त्यसपछि हामी बर्लिनपट्टि गयौँ। अनि उता गएपछि चाहिँ फर्स्ट टाइम आज क्या यत्रो जर्मनी आएर 2 वर्ष 3 वर्ष हुन लागिसक्यो र नि यो उभानहरू चाहिँ चढेको थिएन। अनि फर्स्ट टाइम आज चढेको, अनि कस्तो रमाइलो पनि लाग्यो, फर्स्ट एक्सपिरियन्स। अनि बसहरूमा पनि धेरै ट्राभल भयो आज। अघि पछि चाहिँ खालि ट्रेनहरूमा मात्रै हिँडिन्थ्यो नि त, ट्रेनमा गयो कहाँ जाने हो, अनि त्यहाँबाट फेरि ट्रेनमै रिटर्न भयो। त्यति धेरै बसहरू युज नगरिरहेको। अनि आज चाहिँ त्यो खालको एकदम खुसी पनि भयो। अनि हामी चाहिँ खासमा बर्लिन जानुको उद्देश्य भनेको चाहिँ घुम्न त बरु गइराखिन्छ, अनि मोमो खाने प्लान गरेर गएको हो। अनि हामीले त्यहाँबाट हामीले हेर्दाखेरि चाहिँ सबैभन्दा नजिक चाहिँ काठमाडौँ किचन भन्ने देखियो। अनि त्यहाँ गयौँ, अनि मोमो नै अर्डर गऱ्यौँ। यस्तो बब्बाल टेस्टको मोमो, ओ माई गड, यस्तो त नेपालमा पनि पाइँदैन होला। यति मिठो, जुनसुकै मोमो पनि यस्तो धेरै मिठो। त्यता नजिकै कोही हुनुहुन्छ भने चाहिँ प्लिज एकचोटि गएर टेस्ट गर्नु होला है त। बाई बाई।